नमस्ते सम्पूर्णमा आज मिति 2083 जेठ 10 गते। आजको दिन सबै राशिका लागि शान्त तर सकारात्मक परिवर्तन ल्याउने खालको रहने संकेत देखिएको छ। दिनभरि भावनात्मक उतार चढाव महसुस हुन सक्ने भए पनि विवेकपूर्ण सोच, संयमित व्यवहार र स्पष्ट संवादले धेरै कामहरू सहज रूपमा अगाडि बढ्न सक्छन्। करियरमा प्रगति, सम्बन्धमा निकटता र आर्थिक योजनामा सुधार ल्याउने अवसरहरू प्राप्त हुन सक्छन्। आज हतारमा प्रतिक्रिया दिनुभन्दा धैर्यता अपनाउनु, भावनालाई नियन्त्रणमा राख्नु र दीर्घकालीन लक्ष्यमा केन्द्रित हुनु बढी लाभदायक रहनेछ। आत्मविश्वास, अनुशासन र व्यावहारिक सोचले दिनलाई सफल र उपलब्धिमूलक बनाउन मद्दत गर्नेछ। लागौं आजको राशिफलतर्फ। मेष राशि। आजको दिन मेष राशिका व्यक्तिहरूका लागि नेतृत्व क्षमता, साहस र आत्मविश्वासलाई सही दिशामा प्रयोग गर्ने अवसर लिएर आएको छ। तपाईभित्र रहेको उत्साह र कामप्रतिको समर्पणले कार्यक्षेत्रमा राम्रो प्रभाव पार्नेछ। कार्यालय, व्यवसाय वा अध्ययनको क्षेत्रमा तपाईका निर्णय र कार्यशैलीले अरूको ध्यान आकर्षित गर्न सक्छ। पछिल्लो समयदेखि रोकिएका केही योजनाहरूलाई अगाडि बढाउने अवसर प्राप्त हुन सक्छ र तपाईले अपेक्षा गरेभन्दा राम्रो नतिजा पनि पाउन सक्नुहुन्छ। आर्थिक पक्षमा हेर्दा आज तपाईमा केही नयाँ योजना बनाउने वा जोखिम उठाउने इच्छा जाग्न सक्छ। आम्दानी बढाउने अवसरहरू देखिए पनि भावनामा बगेर ठूलो खर्च गर्ने वा हतारमा लगानी गर्ने निर्णयबाट टाढा रहनु राम्रो हुनेछ। सानो सावधानीले भविष्यमा आर्थिक स्थिरता कायम राख्न मद्दत गर्नेछ। प्रेम तथा वैवाहिक जीवनमा धैर्यता र समझदारी आवश्यक देखिन्छ। आफ्नो कुरा मात्र सही ठान्ने बानीले सानो विवाद निम्त्याउन सक्छ। प्रियजनका भावना बुझ्ने प्रयास गर्नुभयो भने सम्बन्ध अझ गहिरो र विश्वासिलो बन्नेछ। अविवाहित व्यक्तिहरूका लागि पनि नयाँ चिन्जान वा रोचक भेटघाटको सम्भावना देखिन्छ। स्वास्थ्यका दृष्टिले ऊर्जा राम्रो रहनेछ, तर अत्यधिक कामको बोझ वा मानसिक दबावका कारण थकान महसुस हुन सक्छ। पर्याप्त आराम, सन्तुलित भोजन र तनाव व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। आजको दिनले तपाईलाई महत्वाकांक्षा र भावनात्मक सन्तुलन बीच सही तालमेल मिलाउन सल्लाह दिएको छ। संयम र आत्मविश्वासका साथ अगाडि बढ्नुभयो भने दिन फलदायी रहनेछ। वृष राशि। आजको दिन वृष राशिका व्यक्तिहरूका लागि संवाद, भावनात्मक स्थिरता र आर्थिक सचेतनाको दिन रहनेछ। परिवार, साथीभाइ वा कार्यक्षेत्रमा रहेका व्यक्तिहरूसँग महत्त्वपूर्ण विषयमा शान्तिपूर्ण छलफल गर्ने अवसर प्राप्त हुन सक्छ। तपाईको व्यावहारिक सोच र धैर्यताले धेरै जटिल परिस्थितिहरूलाई सहज रूपमा समाधान गर्न मद्दत गर्नेछ। करियरका क्षेत्रमा आज प्रगतिको सम्भावना देखिन्छ। नयाँ योजना बनाउने, पुराना कामलाई व्यवस्थित गर्ने वा प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध सुधार गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईका विचारहरूलाई सकारात्मक रूपमा लिइने सम्भावना रहेको छ। कुनै पनि निर्णय गर्दा भावना भन्दा व्यावहारिक पक्षलाई प्राथमिकता दिनु लाभदायक हुनेछ। आर्थिक क्षेत्रमा आजको दिन बचत र दीर्घकालीन योजनाका लागि राम्रो मानिएको छ। अनावश्यक किनमेल वा क्षणिक चाहनाका कारण खर्च बढ्न सक्ने भएकाले आर्थिक अनुशासन कायम राख्न आवश्यक हुनेछ। भविष्यका लागि योजना बनाउने वा बचतको नयाँ उपाय खोज्ने सोच सफल हुन सक्छ। प्रेम तथा वैवाहिक जीवनमा आत्मीयता र समझदारी बढ्ने संकेत देखिन्छ। प्रिय व्यक्तिसँग खुला रूपमा संवाद गर्नुभयो भने सम्बन्धमा रहेको दूरी कम हुन सक्छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध पनि मधुर रहनेछ र उनीहरूको सहयोग प्राप्त हुने सम्भावना छ। स्वास्थ्यका दृष्टिले आराम, पौष्टिक भोजन र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक हुनेछ। पर्याप्त निद्रा र नियमित दिनचर्याले तपाईलाई दिनभरि ऊर्जावान राख्नेछ। आजको दिनले वृष राशिका व्यक्तिहरूलाई सकारात्मक सोच, धैर्यता र सन्तुलित व्यवहार मार्फत सफलता प्राप्त गर्न प्रेरित गरेको छ। मिथुन राशि। आजको दिन मिथुन राशिका व्यक्तिहरूका लागि आर्थिक व्यवस्थापन, नयाँ सम्पर्क विस्तार र योजनाबद्ध कार्यमा केन्द्रित रहनेछ। धेरै जिम्मेवारीहरू एकैपटक आउन सक्ने भएकाले समय र स्रोतहरूको सही व्यवस्थापन गर्नु आवश्यक हुनेछ। तपाईको संवाद क्षमता र चाँडै परिस्थिति बुझ्ने गुणले कार्यक्षेत्रमा नयाँ अवसरहरू ल्याउन सक्छ। करियरका क्षेत्रमा सहकार्य, टोलीगत काम र प्रभावकारी संवादबाट सफलता प्राप्त हुने सम्भावना छ। नयाँ व्यक्तिहरूसँगको सम्पर्क भविष्यका लागि लाभदायक बन्न सक्छ। कुनै महत्त्वपूर्ण निर्णय लिनु परेमा हतार नगरी सबै पक्षको समीक्षा गर्नु राम्रो हुनेछ।
आज तपाईको व्यवहारिक सोचले धेरै चुनौतीहरूलाई अवसरमा बदल्न सक्छ। आर्थिक क्षेत्रमा खर्च व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक देखिन्छ। कुनै कागजात, सम्झौता वा आर्थिक प्रतिबद्धता सम्बन्धी विषयमा निर्णय लिनु अघि राम्रोसँग अध्ययन गर्नुहोस्। अनावश्यक खर्च वा लापरवाहीले पछि समस्या ल्याउन सक्छ। योजनाबद्ध बचत र दीर्घकालीन सोचले भविष्यमा लाभ पुर्याउनेछ। प्रेम तथा सम्बन्धका क्षेत्रमा भावनात्मक सन्तुलन कायम राख्नु महत्त्वपूर्ण हुनेछ। सानो गलतफहमीलाई ठूलो विवाद बन्न नदिन शान्त र स्पष्ट संवाद आवश्यक छ। प्रियजनका कुरा ध्यानपूर्वक सुन्नुभयो भने सम्बन्ध अझ मजबुत बन्न सक्छ। परिवारसँग बिताएको समयले पनि मानसिक सन्तुष्टि प्रदान गर्नेछ। स्वास्थ्यका दृष्टिले मानसिक थकान वा तनाव महसुस हुन सक्छ, विशेष गरी धेरै जिम्मेवारीका कारण। पर्याप्त आराम, मनोरञ्जन र आफूलाई मनपर्ने गतिविधिमा समय दिनु लाभदायक हुनेछ। आजको दिनले मिथुन राशिका व्यक्तिहरूलाई धैर्यता, योजना र भावनात्मक सन्तुलन कायम राख्दै अगाडि बढ्न सल्लाह दिएको छ। त्यसो गर्न सके दिन उपलब्धिमूलक र सन्तोषजनक रहनेछ। कर्कट राशि। आजको दिन कर्कट राशिका व्यक्तिहरूका लागि भावनात्मक उपचार, क्यारियरमा प्रगति र व्यक्तिगत सन्तुष्टिको संकेत लिएर आएको छ। तपाईले विगतमा गरेको मेहनतको सकारात्मक परिणाम आज कार्यक्षेत्रमा देखिन सक्छ। वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा, सम्मान वा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना बलियो छ। तपाईको लगनशीलता र इमानदार प्रयासले क्यारियरमा नयाँ दिशा दिन सक्छ। आर्थिक पक्षमा आज केही सुधार देखिन सक्छ। आम्दानी बढ्ने सम्भावना भए पनि खर्चको योजना राम्रोसँग बनाउनु आवश्यक हुनेछ। अचानक आउने खर्च वा भावनामा बगेर गरिने किनमेलले बजेटमा असर पार्न सक्छ, त्यसैले सावधानी अपनाउनु राम्रो हुनेछ। प्रेम तथा पारिवारिक जीवनमा भावनात्मक संवेदनशीलता बढ्न सक्छ। अत्यधिक सोच्ने वा सानो कुरालाई ठूलो बनाउने बानी नियन्त्रण गर्न सके सम्बन्ध अझ मजबुत बन्नेछ। परिवारसँग शान्त वातावरणमा समय बिताउँदा मानसिक सन्तुलन र खुशी दुवै प्राप्त हुनेछ। प्रियजनसँग खुलेर संवाद गर्न सके गलतफहमीहरू हट्न सक्छन्। स्वास्थ्यका दृष्टिले मानसिक शान्ति, आराम र भावनात्मक सुरक्षा आज धेरै महत्त्वपूर्ण हुनेछ। पर्याप्त निद्रा, हल्का खाना र तनाव कम गर्ने गतिविधिमा ध्यान दिनु लाभदायक हुनेछ। आजको दिनले कर्कट राशिका व्यक्तिहरूलाई काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको छ। सिंह राशि। आजको दिन सिंह राशिका व्यक्तिहरूका लागि आत्मविश्वास, सृजनात्मकता र सामाजिक पहिचानको दिन रहने संकेत देखिएको छ। तपाईको नेतृत्व क्षमता र काम गर्ने शैलीले कार्यक्षेत्रमा राम्रो प्रभाव पार्नेछ। आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्राप्त हुन सक्छ र तपाईको प्रयासको प्रशंसा हुने सम्भावना बलियो छ। आर्थिक पक्षमा आज लाभदायक अवसरहरू देखिन सक्छन्। बोनस, सम्मान वा अतिरिक्त आम्दानीको सम्भावना पनि रहन सक्छ। अघिल्लो मेहनतको प्रतिफल प्राप्त हुने समय हुन सक्छ, तर खर्च गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा आजको दिन भावनात्मक रूपमा राम्रो रहनेछ। सम्बन्धमा न्यानोपन र आकर्षण बढ्ने संकेत देखिन्छ, तर अहंकार वा जिद्दी स्वभावले सम्बन्धमा तनाव ल्याउन सक्छ, त्यसैले विनम्रता अपनाउनु आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध पनि सकारात्मक रहनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। आत्मविश्वास उच्च रहनेछ, तर अत्यधिक थकानबाट बच्न आराम र सन्तुलित दिनचर्या आवश्यक हुनेछ। आजको दिनले सिंह राशिका व्यक्तिहरूलाई आफ्नो क्षमता सही रूपमा प्रयोग गर्दै विनम्रता कायम राख्न प्रेरित गरेको छ। कन्या राशि। आजको दिन कन्या राशिका व्यक्तिहरूका लागि आत्मविश्लेषण, मानसिक शान्ति र भावनात्मक सन्तुलनको दिन रहनेछ। तपाई केही समय आफ्ना लक्ष्य, योजना र व्यक्तिगत जीवनबारे गहिरो रूपमा सोच्न सक्नुहुन्छ। कामको दबाव कम गर्न र मानसिक रूपमा आफूलाई हल्का बनाउन आजको दिन उपयोगी रहनेछ। करियरका क्षेत्रमा स्थिति सामान्य रहनेछ। कुनै ठूलो निर्णय लिन हतार नगर्नु राम्रो हुनेछ। कामलाई व्यवस्थित रूपमा अगाडि बढाउँदा भविष्यमा राम्रो परिणाम देखिनेछ। सहकर्मी वा वरपरका व्यक्तिहरूसँग संयमित व्यवहार गर्नु लाभदायक हुनेछ। आर्थिक क्षेत्रमा आज खर्च नियन्त्रणमा ध्यान दिनु आवश्यक छ। अनावश्यक किनमेल वा भावनात्मक निर्णयले आर्थिक सन्तुलन बिगार्न सक्छ।
बचत र दीर्घकालीन योजनामा ध्यान दिन सके भविष्य सुरक्षित बन्न सक्छ। प्रेम तथा सम्बन्धमा शान्त र समझदारीपूर्ण व्यवहारले सम्बन्ध मजबुत बनाउनेछ। धेरै प्रतिक्रिया दिनुभन्दा सुन्ने र बुझ्ने प्रयास गर्नुभयो भने राम्रो हुनेछ। परिवारसँगको समयले मानसिक सन्तुष्टि दिनेछ। स्वास्थ्यका दृष्टिले आज आराम, ध्यान, योग वा हल्का गतिविधि उपयोगी हुनेछ। मानसिक तनाव कम गर्न सके दिन अझ राम्रो बन्न सक्छ। आजको दिनले कन्या राशिका व्यक्तिहरूलाई शान्त, संयमित र व्यवस्थित जीवनशैली अपनाउन सल्लाह दिएको छ। तुला राशि। आजको दिन तुला राशिका व्यक्तिहरूका लागि सहकार्य, सामाजिक सम्बन्ध र भविष्य योजनामा केन्द्रित रहनेछ। कार्यक्षेत्रमा टोलीसँग मिलेर काम गर्दा राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। नयाँ व्यक्तिहरूसँगको सम्पर्क भविष्यका लागि लाभदायक बन्न सक्छ। आर्थिक पक्षमा आज सन्तुलित निर्णय लिनु आवश्यक हुनेछ। खर्च र आम्दानी बीच सन्तुलन कायम राख्न सके आर्थिक अवस्था स्थिर रहनेछ। साझेदारी वा समूहगत योजनामा सावधानी अपनाउनु राम्रो हुनेछ। प्रेम जीवनमा आज सम्बन्ध मधुर रहने संकेत छ। आफ्ना भावना खुलेर व्यक्त गर्न सके सम्बन्ध अझ गहिरो बन्न सक्छ। अरूलाई खुसी पार्ने प्रयासमा आफ्ना आवश्यकता नबिर्सनुहोस्। स्वास्थ्यका दृष्टिले मानसिक थकान वा दबाव महसुस हुन सक्छ। त्यसैले आराम, मनोरञ्जन र सामाजिक जीवनबीच सन्तुलन कायम गर्नु आवश्यक हुनेछ। आजको दिनले तुला राशिका व्यक्तिहरूलाई सन्तुलित जीवनशैली अपनाउन प्रेरित गरेको छ। वृश्चिक राशि। आजको दिन वृश्चिक राशिका व्यक्तिहरूका लागि महत्वाकांक्षा, लिडरशिप क्षमता र दीर्घकालीन सफलताको बलियो संकेत लिएर आएको छ। कार्यक्षेत्रमा तपाईको मेहनत, ध्यान र समर्पणले वरिष्ठ तथा सहकर्मीहरूको ध्यान आकर्षित गर्न सक्छ। लामो समयदेखि गरिरहेको प्रयासले आज सकारात्मक परिणाम दिन सक्छ र तपाईको करियरमा नयाँ अवसरहरू खुल्न सक्छन्। आर्थिक पक्षमा आजको दिन योजनाबद्ध निर्णय र दीर्घकालीन सोचका लागि अनुकूल देखिन्छ। लगानी, बचत वा कुनै ठूलो आर्थिक योजनामा अगाडि बढ्नु अघि राम्रो विश्लेषण गर्नु आवश्यक हुनेछ। हतारमा निर्णय नगरी रणनीतिक रूपमा अघि बढ्न सके भविष्यमा राम्रो लाभ प्राप्त हुन सक्छ। प्रेम तथा सम्बन्धका क्षेत्रमा भावनात्मक खुलापन आवश्यक हुनेछ। कामको व्यस्तताका कारण सम्बन्धमा दूरी नबढोस् भन्नका लागि प्रियजनसँग समय बिताउनु महत्त्वपूर्ण हुनेछ। सानो ध्यान र मायाले सम्बन्ध अझ मजबुत बन्न सक्छ। शान्त र नरम संवादले गलतफहमी टार्न मद्दत गर्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर तनाव र अत्यधिक कामको दबावबाट जोगिनु आवश्यक छ। काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न सके ऊर्जा राम्रो रहनेछ। आजको दिनले वृश्चिक राशिका व्यक्तिहरूलाई धैर्यता, योजना र भावनात्मक समझदारीका साथ अघि बढ्न प्रेरित गरेको छ। धनु राशि। आजको दिन धनु राशिका व्यक्तिहरूका लागि ज्ञान, विस्तार र सकारात्मक सोचको दिन रहने संकेत देखिन्छ। नयाँ कुरा सिक्ने, सृजनात्मक रूपमा सोच्ने र अवसरहरूको खोजी गर्ने समय अनुकूल छ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूसँगको सहकार्यले तपाईका योजनाहरूलाई अझ व्यावहारिक र सफल बनाउन मद्दत गर्नेछ। आर्थिक पक्षमा आज सावधानी अपनाउनु आवश्यक देखिन्छ। अत्यधिक आत्मविश्वास वा हतारमा गरिएको निर्णयले आर्थिक जोखिम बढाउन सक्छ। त्यसैले कुनै पनि ठूलो वित्तीय निर्णय लिनु अघि राम्रो सोच विचार गर्नु उपयुक्त हुनेछ। दीर्घकालीन योजनामा ध्यान दिनु लाभदायक हुनेछ। प्रेम तथा सम्बन्धमा आजको दिन सकारात्मक र रमाइलो रहनेछ। प्रियजनसँग खुलेर कुरा गर्ने अवसर मिल्नेछ र सम्बन्धमा नयाँ ऊर्जा थपिन सक्छ। भावनात्मक रूपमा नजिकिने समय हो, तर बुझाइमा स्पष्टता राख्नु आवश्यक हुनेछ। स्वास्थ्यका दृष्टिले दिन सामान्य राम्रो रहनेछ, तर अत्यधिक काम वा यात्राका कारण थकान हुन सक्छ। त्यसैले सन्तुलित दिनचर्या अपनाउनु राम्रो हुनेछ। आजको दिनले धनु राशिका व्यक्तिहरूलाई ठूला सपना देख्दै व्यावहारिक योजना बनाएर अघि बढ्न प्रेरित गरेको छ। मकर राशि। आजको दिन मकर राशिका व्यक्तिहरूका लागि आत्मविश्वास, स्थिरता र भावनात्मक स्पष्टताको दिन रहने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईको विश्लेषणात्मक क्षमता र गम्भीर सोचले राम्रो परिणाम ल्याउन सक्छ। जटिल जिम्मेवारीहरूलाई पनि तपाईले सहज रूपमा व्यवस्थापन गर्न सक्ने सम्भावना छ। आर्थिक पक्षमा आजको दिन सुरक्षित योजना र दीर्घकालीन बचतका लागि उपयुक्त देखिन्छ। खर्च गर्दा सावधानी अपनाउनु र भविष्यलाई ध्यानमा राखेर निर्णय गर्नु राम्रो हुनेछ।
कुनै पनि जोखिमपूर्ण लगानीबाट टाढा रहनु आज लाभदायक हुनेछ। प्रेम तथा सम्बन्धमा भावनात्मक खुलापन आवश्यक हुनेछ। आफ्ना भावना लुकाउनुभन्दा स्पष्ट रूपमा व्यक्त गर्न सके सम्बन्धमा विश्वास बढ्नेछ। कामको व्यस्तताका कारण दूरी नबढोस् भनेर प्रियजनलाई समय दिनु आवश्यक हुनेछ। स्वास्थ्यका दृष्टिले तनाव व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। ध्यान, योग वा गहिरो सास प्रश्वास अभ्यासले मानसिक शान्ति दिन सक्छ। आजको दिनले मकर राशिका व्यक्तिहरूलाई आत्मबल र धैर्यका साथ जीवनलाई सन्तुलित रूपमा अगाडि बढाउन प्रेरित गरेको छ। कुम्भ राशि। आजको दिन कुम्भ राशिका व्यक्तिहरूका लागि सम्बन्ध, साझेदारी र प्रभावकारी संवादको दिन रहने संकेत देखिन्छ। तपाईको स्पष्ट विचार र खुला संवादले व्यक्तिगत तथा व्यावसायिक जीवनमा राम्रो सुधार ल्याउन सक्छ। कार्यक्षेत्रमा सहकार्य र टोलीगत कामबाट सफलता प्राप्त हुने सम्भावना बलियो छ। नयाँ योजना वा साझेदारीमा अगाडि बढ्ने अवसर पनि प्राप्त हुन सक्छ। आर्थिक पक्षमा आज विशेष ध्यान दिन आवश्यक छ, विशेष गरी साझा लगानी वा दीर्घकालीन आर्थिक योजनामा। कुनै पनि निर्णय लिनु अघि सबै पक्ष राम्ररी बुझ्नु आवश्यक हुनेछ। हतारमा गरिएको निर्णयले पछि समस्या ल्याउन सक्छ, त्यसैले सोच विचार गरेर मात्र अघि बढ्नु राम्रो हुनेछ। प्रेम तथा सम्बन्धमा आजको दिन सकारात्मक र सन्तुलित रहने संकेत छ। आफ्नो भावना र आवश्यकताहरू स्पष्ट रूपमा व्यक्त गर्न सके सम्बन्ध अझ मजबुत बन्न सक्छ। प्रियजनसँग इमानदार संवादले विश्वास बढाउनेछ। सम्बन्धमा स्वतन्त्रता र समझदारी दुवै कायम राख्नु आवश्यक हुनेछ। स्वास्थ्यका दृष्टिले हल्का व्यायाम, स्ट्रेचिङ र मानसिक शान्तिका गतिविधि लाभदायक हुनेछन्। तनाव व्यवस्थापनमा ध्यान दिन सके दिन अझ सहज बन्न सक्छ। आजको दिनले कुम्भ राशिका व्यक्तिहरूलाई न्यायपूर्ण सोच, धैर्यता र सन्तुलित निर्णय मार्फत अघि बढ्न प्रेरित गरेको छ। मीन राशि। आजको दिन मीन राशिका व्यक्तिहरूका लागि दैनिक जिम्मेवारी, स्वास्थ्य र व्यावहारिक व्यवस्थापनमा केन्द्रित रहने संकेत देखिन्छ। तपाईले आफ्ना कामहरू धैर्यतापूर्वक व्यवस्थित रूपमा अगाडि बढाउनु आवश्यक हुनेछ। कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्न सके राम्रो उत्पादकता हासिल गर्न सकिनेछ। अनावश्यक कार्यालय, राजनीति वा विवादबाट टाढा रहनु उपयुक्त हुनेछ। आर्थिक पक्षमा आज स्थिर र दीर्घकालीन सोच आवश्यक हुनेछ। भावनात्मक रूपमा खर्च गर्ने बानी नियन्त्रण गर्न सके आर्थिक अवस्था मजबुत बन्न सक्छ। कुनै पनि ठूलो आर्थिक निर्णय गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ। प्रेम तथा सम्बन्धमा आजको दिन समझदारी र धैर्यताको आवश्यकता रहनेछ। प्रियजनका भावना बुझ्ने प्रयास गर्न सके सम्बन्ध अझ गहिरो बन्न सक्छ। सानो कुरामा प्रतिक्रिया दिनुभन्दा शान्त भएर कुरा सुन्नु राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा मानसिक सन्तुलन प्राप्त हुनेछ। स्वास्थ्यका दृष्टिले आज आत्महेरचाह, पर्याप्त निद्रा र सन्तुलित दिनचर्या धेरै महत्त्वपूर्ण हुनेछ। मानसिक तनाव कम गर्न ध्यान, आराम र हल्का गतिविधि लाभदायक हुनेछन्। आजको दिनले मीन राशिका व्यक्तिहरूलाई स्थिरता, अनुशासन र भावनात्मक सन्तुलनका साथ अघि बढ्न प्रेरित गरेको छ। आजको दिन सम्पूर्ण राशिहरूका लागि भावनात्मक उपचार, करियरमा सुधार, आर्थिक सचेतना र सम्बन्धमा स्थिरता ल्याउने अवसर लिएर आएको छ। धैर्यता, स्पष्ट संवाद र व्यावहारिक सोच अपनाउन सके धेरै समस्याहरू समाधान हुँदै सकारात्मक परिणाम प्राप्त हुन सक्छ। चाहे करियर होस्, प्रेम सम्बन्ध होस् वा स्वास्थ्य, आजको दिनले सन्तुलित निर्णय, आत्मअनुशासन र शान्त मनोवृत्तिलाई नै सफलता र प्रगतिको मूल आधार बनाएको छ।